दाल भात खिचडी चलो बेस्ट के हेलो गाइस गुड मर्निङ सबैजनालाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। बिहानीको सुरुवात भइसकेको छ। मेरो दिनको सुरुवात सूर्य देवताको दर्शन, बल्ल सूर्य देवताको दर्शन भइसक्यो र मिस्टर प्रोभाइडर ज्यू प्रोभाइडर गणेश पण्डित हाम्रो अफिसमा गएको थिएँ होइन र उहाँ फोनमा बिजी हुनुहुन्छ प्रोभाइडर ज्यू र म यसरी यहाँ आमाको घरबाट छिरेको छु गाइस। आज पनि नेक्स्ट छ, शनिबारको दिन छ। शनिबारको दिन आज के कस्तो हुन्छ भिडियो रात दिउँसम्म हेर्नु होला गाइस। गाइस हाम्रो खाना खाने बेला भइसकेको छ र आज खानामा छ स्पेशल खिचडी, दाल भात खिचडी, दाल भात खिचडी। तर दाल त छैन, तर भात र खिचडी मात्र रहेछ होइन। तर दालको पनि भूमिका हुन्छ खिचडीमा। माघे सङ्क्रान्ति पछि चाहिँ आज त्यसपछि फेरि म खिचडी खाँदैछु। माघे सङ्क्रान्तिको दिनमा चाहिँ म मामा घरमा गएर खिचडी खाएको थिएँ। आज चाहिँ यहाँ घरमा खिचडी बनाउनु भएको छ माताले र पानी पनि आयो। अब म खिचडी गम खानेछु। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला गाइज होइन। र यति भन्दा भन्दै म एक चम्चा खिचडी चाहिँ आफ्नो मुखमा हाल्छु। कस्तो छ चलो। र गाइज जति जे भए पनि, जति दुनियाँ इधरका उधर भए पनि, जति दुःख परे पनि खाना खाने बेलामा मेरो बानी चाहिँ तारक भाइका उल्टा चस्मा विथ खाना बेस्ट कम्बिनेसन। बेस्ट के जतिसुकै दुःख परे पनि, जतिसुकै पीडा पनि परि, जतिसुकै सुखमा भए पनि दुःखमा भए पनि तारक भाइका उल्टा चस्मा चाहिँ मैले हेर्न छोड्दिन। बेस्ट हो। अहिले त खासै राम्रो एपिसोड आउँदैन, तर पहिलाको एपिसोड चाहिँ बेस्ट हुन्छ। बेस्ट र खाना खाने बेलामा चाहिँ एउटा खत्रै कम्बिनेसन हो। मेरो मात्र होइन, म लगायत सबैको, मेरो उमेर सर्कलको सबैको चाहिँ फेभरेट हो यो तारक भाइका उल्टा चस्मा। गाइस शनिबारको दिन आज यत्तिकै बित्यो। हेरेर 2 बजिसकेको छ र म एकछिन सुते, निन्दा लागेको थियो। सुतेर उठेँ है र यो त्यसै दक्को छ। कान्छ च्यानललाई सब्सक्राइब गर है ल बिस्तारै ग्रो हुँदैछ गाइज। त्यसको लागि धेरै धेरै धन्यवाद। साथ दिइराख्नु होला यसरी नै। र यहाँ हाम्रो कति अब नयाँ घरहरू बनेको छ र प्रगतिकोतिर चल्दैछ कामहरू। सुन्तला खाँदैछ गाइज खाजा दिउँसोको बल्ल खाजा खाने टाइम भएको छ र मेरो खाजा खानेको बेला भयो। र खाजामा छ पकौडा। अन्त कस्तो पकौडा खान मन लाग्यो भनेको त तेल छ कि पकौडा पनि सब दोकाइ जस्तै छ। अब शनिबारको दिन यत्तिकै बित्यो। आशा छ तपाईँलाई भिडियो मनपर्ने छ। भिडियो मन पऱ्यो भने लाइक गर्नु होला र च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गरेर नबिर्सिनु होला गाइज। ओके।